यो सुन्दर पहाडको फेदमा नयाँ वर्षलाई उल्लासमय बनाउन फिक्कलवासीहरू, सिन्धुलीवासीहरू र विभिन्न ठाउँबाट आउनुभएका हाम्रा दिदीबहिनी दाजुभाइहरूलाई नचाउन, हँसाउन यहाँ उपस्थित हुनुभएका नेपालका लोकप्रिय कलाकार रामजी खाँड, यही जिल्लाका लोकप्रिय हास्य कलाकार दिनेश काफ्लेजी, स्थानीय कलाकार साथीहरू र सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई म आफ्नो तर्फबाट हार्दिक अभिवादन गर्न चाहन्छु, नमस्कार भन्न चाहन्छु, लासो फ्याफुल्ला भन्न चाहन्छु। आज नेपालीहरूको नयाँ सम्वत विक्रम सम्वत 2082 सालको पहिलो दिन वैशाख 1 गते हामी यस सुन्दर ठाउँमा उपस्थित भएका छौँ र एक अर्कालाई शुभकामना आदान प्रदान गर्नको लागि आगामी 1 वर्ष हामी सबैको उल्लासमय होस्, सुखमय होस्, विशेष गरी फिक्कलवासीहरूको सुख शान्तिको कामना गर्न, फिक्कलको विकास र समृद्धिमा सबैको सामूहिक योगदानलाई अगाडि बढाउन हामी यहाँ उपस्थित भएका छौँ। र मलाई तपाईहरुले यो सिन्धुलीको व्यक्ति नभए पनि नेपालको एउटा जनप्रतिनिधिको रूपमा मलाई यहाँ आमन्त्रण गर्नुभयो। त्यसको लागि गाउँपालिकाका अध्यक्ष पार्वतीजी, उपाध्यक्षज्यू लगायत पालिकाका सम्पूर्ण साथीहरूलाई म धन्यवाद भन्न चाहन्छु। अनि जे उद्देश्यले म यहाँ उपस्थित भएँ, नयाँ वर्षमा यहाँ उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई र यहाँको माध्यमबाट यहाँका सम्पूर्ण परिवारका सदस्यजनहरूलाई आउने 82 साल हामी सबैको लागि उल्लासमय बनोस्, हामी सबैको सुख शान्ति होस्, नेपालको समृद्धि होस्, नेपालमा हामी सबै जाति, भाषा, धर्म, संस्कृतिका मानिसहरू एकताबद्ध भएर देशलाई उन्नतिको दिशामा अगाडि बढाउन 82 सालले हामी सबैलाई प्रेरणा दियोस्। म यहाँ माध्यमबाट सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। आज फिक्कल मैले धेरै पहिलेदेखि यो सिन्धुलीको फिक्कलको नाम सुनेको हुँ। विशेष गरी मेरो साथी हामी सँगै प्रतिनिधि सभामा पनि सँगै थियौँ, माननीय गणेश पहाडीजी फिक्कलको विषयमा पटक पटक उहाँले मलाई बताउनु भयो। उहाँ आफ्नै गाउँपालिका पनि हो, प्रदीपजीको गाउँपालिका। प्रदीपजी मेरो पुरानो साथी, उहाँको पनि आफ्नै गाउँपालिका। यहाँ जाउँ फिक्कलमा भन्ने पटक पटक हामीले कोसिस गर्यौं तर समय मिलेन। आज 82 सालमा यहाँ आउन हामी सबैको लागि लेखेको रहेछ। अहिले 82 सालमा म आउन पाएँ, मलाई असाध्यै खुसी लागेको छ। फिक्कल मैले इलाममा धेरै पटक गएको छु फिक्कल, किनकि म जुन जिल्लाको जनप्रतिनिधि हुँ ताप्लेजुङ जानको लागि इलाम हुँदै जानुपर्छ। त्यस क्रममा 100औं पटक फिक्कलमा पुगे होला। त्यसको आफ्नै विशेषता छ फिक्कलको, इलामको फिक्कल अनि सिन्धुलीको फिक्कलको पनि आफ्नै विशेषता छ। यो दुईटा फिक्कल एकसँग अर्को तुलना हुनै सक्दैन। यो आफ्नो आफ्नो विशेषता भएका र प्राकृतिक हिसाबले इलामको फिक्कल पनि त्यत्तिकै सुन्दर छ, सिन्धुलीको फिक्कल पनि
त्यत्तिकै सुन्दर छ। त्यसैले म यहाँ आउन पाउँदा मलाई खुसी पनि लागेको छ। मैले धेरै समय लिन चाहन्न, मलाई काठमाडौँ फर्किनु छ अनि कलाकार साथीहरू आउनु भएको छ। आजको साँझ कलाकार साथीहरूसँग तपाईहरुले शुभकामना आदान प्रदान लगायतका अनेक काममा तपाईहरु सँगसँगै नै हुनुहुनेछ। आज यस्तो संयोगको दिन पनि हो, वैशाख 1 गते नयाँ वर्षमा हामी यहाँ उपस्थित भएका छौं, जसको माध्यमबाट हामी यहाँ आयौं। गाउँपालिका फिक्कल, जुन गाउँपालिकाको अध्यक्ष पार्वती सुनुवारजी हुनुहुन्छ, देशभरि नै स्थानीय तहका पालिका प्रमुखहरुमा सीमित मात्रै महिलाहरू हुनुहुन्छ। त्यसमध्ये फिक्कल गाउँपालिकाले एकजना महिला जनप्रतिनिधि तपाईहरुले चुन्नुभयो, त्यसमा मलाई खुसी लागेको छ। अनि साथसाथै त्यो पनि संयोग छ कि आज पार्वतीजीको पनि जन्मदिन परेको छ। हाम्रो पालिका अध्यक्षज्यूलाई हामी सबैको तर्फबाट एकदमै शुभकामना भन्न चाहन्छु। उहाँका लागि दुईटा शुभकामना छन्। आज नयाँ वर्षको छँदै छ, जन्मदिनको पनि शुभकामना। उहाँको आमा कति भाग्यमानी हुनुहुँदो रहेछ, वैशाख 1 गते नै उहाँलाई जन्माउनु भयो। हामी धेरै वैशाख 1 गते जन्मिन पाएनौं। सायद यहाँ उपस्थित मध्ये कतिपय वैशाख 1 गते जन्मिनु भएको होला। कोही हुनुहुन्छ भने यसो हात उठाउनुस्, कसको भाग्य राम्रो छ यसो जाँचिहालौँ। एकजना आमा हुनुहुँदो रहेछ, यहाँ सानो भाइ हुनुहुँदो रहेछ, वो बहिनी हुनुहुँदो रहेछ, उहाँ भाइ हुनुहुँदो रहेछ। यहाँ कर्णजी, हाम्रो कर्णजी यो हाम्रो सिन्धुलीको पार्टी उपाध्यक्ष हुनुहुन्छ एमालेको, कर्णजी पनि आजै जन्मिनु भएको, बहिनी पनि आजै हो हैन? ल यो ठाउँमा आज 8-10 जना वैशाख 1 गते जन्मिएको हुनुहुँदो रहेछ। तपाईहरुलाई पनि सबैलाई म शुभकामना भन्न चाहन्छु। हामीले यो फिक्कललाई कसरी अगाडि बढाउने, सम्भवतः यो मेलाको त्यो उद्देश्य पनि हो। यो फिक्कलमा देशभरिबाट पर्यटकहरू कसरी यहाँ ल्याउने, यो फिक्कलका आम जनसमुदायको आर्थिक समृद्धि कसरी हासिल गर्ने, यहाँको उत्पादन कसरी बढाउने, यहाँको शिक्षा स्वास्थ्यमा कसरी उन्नति गर्ने, सम्भवतः यो मेलाको महत्त्वपूर्ण उद्देश्य त्यही हो। संविधान घोषणा भएपछि 2वटा स्थानीय तहका चुनाव भए। योभन्दा अगाडि धनबहादुरजी गाउँपालिकाको अध्यक्ष हुनुहुन्थ्यो, पार्वतीजी उपाध्यक्ष हुनुहुन्थ्यो। 79 को निर्वाचनमा पार्वतीजी अध्यक्ष हुनुभयो, प्रमुख हुनुभयो। हाम्रो एकदमै गतिशील डाइनामिक साथी राजुजी उपाध्यक्ष हुनुभयो। विगतको टिम र अहिलेको टिमले आजसम्म स्थानीय तह गाउँपालिका फिक्कल चलाउँदा धेरै नै प्रगति गरेको छ। यसमा उहाँहरूलाई म हार्दिक बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। हिजो साँझ तल सुमनामबाट हामी गाडी चढेर उकालो लाग्दा अलिक माथिसम्म बाटो पिच भएको हामीले देख्यौं, कालो पत्रै भएछ। त्यो बाटो, त्यो सडक माननीय गणेश पहाडीजीले आफू सांसद हुँदा प्रत्येक निर्वाचन क्षेत्रमा तत्कालीन भौतिक मन्त्रालयले एक-एकवटा सडक सांसदहरूलाई छान्न लागेको थियो। मलाई पनि छान्न लागेको थियो आफ्नो निर्वाचन क्षेत्रमा। गणेशजीले पनि छान्नुभयो। त्यो रणनीतिक सडक भन्छ त्यसलाई। निर्वाचन क्षेत्र रणनीतिक सडकको रूपमा माननीय गणेशजीले जुन बाटो छान्नुभयो, जुन सडक छान्नुभयो, अलिक मास्तिरसम्म कालो पत्रै भएको रहेछ। अब त्यसलाई यो फिक्कलको यो टाकुराको फेससम्म कालो पत्रै गर्ने काम बाँकी नै छ।
यहाँ अघि वडाध्यक्षजीहरूले त्यसको ध्यान आकर्षण गर्नुभएको छ। यहाँ नेता साथीहरू हुनुहुन्छ, गणेशजी, प्रदीपजी लगायत पालिका अध्यक्षजी हुनुहुन्छ र म पनि एउटा पार्टीको प्रतिनिधि हुँ, प्रतिनिधि सभाको सदस्य हुँ। यद्यपि म ताप्लेजुङको हुँ, तर पनि तपाईहरुले मलाई असाध्यै माया गरेर यो ठाउँमा बोलाइसकेपछि त्यो सडकलाई कालोपत्र गर्ने बाँकी काममा तपाईहरु अगाडि बढ्नु हुनेछ। त्यसमा मेरो तर्फबाट तपाईलाई पुरा साथ हुनेछ, म त्यो भन्न चाहन्छु। यो फिक्कल जब हामी अलिक मास्टर आयौं, भव्य वडा कार्यालयमा वडा नम्बर 2 का अध्यक्षज्यूले हामीलाई स्वागत गर्नुभयो। त्यो कार्यालय पनि मलाई भव्य नै लाग्यो। अलिक मास्टर आउँदा मैले मान्य गणेश पहाडीजीलाई सोधेँ, ठुलो एउटा बिल्डिङ त्यहाँ हामी आएको बाटोको दायाँपट्टि जस्तो लाग्छ, निकै ठुलो बिल्डिङ मैले त्यहाँ देखेँ। हैन मान्यज्यू, यो देशमा प्रजातन्त्र आएपछि, संघीयता आएपछि गाउँ गाउँमा सिंहदरबार भनेको एउटा सिंहदरबार यहाँ आएछ कि क्या हो भनेको थिएँ मैले। त्यो रहेछ भूकम्पमा ढलेको स्कुल बनेर छ। त्यो स्कुलको लागत 18 करोड रहेछ। यति भव्य स्कुल, यति महत्त्वपूर्ण संरचना त्यहाँ बनेको रहेछ विद्यालयको। अनि मैले चिन्ता चाहिँ के व्यक्त गरेँ भने यति भव्य स्कुल बनेको रहेछ, 18 करोडको, विद्यार्थी चाहिँ कति छन्, पढाइ चाहिँ कस्तो भएको छ, बिल्डिङ त बडा भव्य छ, विद्यार्थीहरूले एससीमा कुन ग्रेड ल्याए, पढाइ कस्तो छ भनेर सोधेका थिएँ। मान्यजीले त्यसको जवाफ चाहिँ मलाई दिनुभएको छैन। त्यहाँ केही न केही गडबड छ कि जस्तो मलाई लाग्छ। अलिक माथि आइयो फेरि, अनि भर्खरै निर्माण सम्पन्न भएको अर्को भव्य बिल्डिङ मैले देखेँ। त्यो के रहेछ भन्दा अस्पताल। कतिपय जिल्लामा जिल्ला स्तरको अस्पतालहरू पनि त्यति भव्य बिल्डिङहरू छैनन्, यहाँ बनेको छ। अनि तत्कालीन प्रधानमन्त्री केपी ओलीजी प्रधानमन्त्री हुँदा हामीले सबै गाउँपालिका नगरपालिकामा 5 बेड, 10 बेड र 15 बेडका 396 वटा अस्पतालहरू बनाउने जुन घोषणा गरेको थियौं, त्यही कार्यक्रमको निरन्तरता अनुसार नै त्यो बनेको रहेछ। मलाई खुसी लागेको छ। यो फिक्कलले अब बिस्तारै स्वास्थ्यमा, शिक्षामा केही न केही काँचुली फेर्दैछ। जुन फिक्कल गाउँपालिकाले यहाँको समृद्धिको आधार के हो भन्ने कुरा यो ब्यानरमा लेख्दा शिक्षा र स्वास्थ्य पनि लेख्नु भएको छ। त्यसो हुँदा यो त 2 नम्बर 3 नम्बर वडाको मात्रै विषय हो। 6वटै वडामा पक्कै पनि ठुलठुला विद्यालय भवन बनेका होलान्, ठुलठुला स्वास्थ्य चौकीहरू बनेका होलान्, त्यहाँ डाक्टर होलान्, त्यहाँ नर्सहरू होलान्, अनि स्वास्थ्यकर्मी होलान्, र तपाईहरुलाई स्वास्थ्य सेवाको उपलब्धता भएको होला।